हजुर लिम्बू भाषा आउँछ लिम्बू भाषा आमा सेल रोटीदेखि लिएर आलु अचार अब यहाँ चाहिँ हिरोइनीको अब डोकोको सिन तर म आफै बोक्नु पर्दैछ नि बसेर जिस्काउनु पर्दैन छेक्यो छेक्यो देउराली डाँडा So hello and good morning guys from Kalimpong, Sinji. This is me Palden Tamong and welcome back to my YouTube channel. It's your Dazzling Vlogs. So guys, आज चाहिँ day 2 र तपाईहरु थाहा पनि पाइसक्नु भयो होला र हामी त यहाँ घर आइपुगिसक्यो भर्खर म चाहिँ यहाँ भ्लगिङ गर्दै थिए म घर चाहिँ यही छ नि त हालैमा आइपुग्यो गाइस यहाँनिर गाउँमा यस्तो छ जग्गा हेर्नु बस्ती सेटिस छ आउँदैछ दा यता हो घर हेर्नु दामी दामी छ पिस आउट सुटिङ गर्दा फेरि आइपुग्यो है बुझ्यो हामी सुटिङ गर्दा आइपुग्यो फेरि मैले यही भनेको छु नि त यही खानु भनेको छु माथि ल्याउनुपर्छ कस्तो फिल भयो त यही हो सिचुएसन यही जग्गा चाहिँ यही त आज फर्स्ट टाइम हो हिँडाइ चाहिँ मजाको भयो माथि रोडबाट है हिँडे 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 आज आयो गरम पनि धेरै रहेछ है र अब हाम्रो काम सुरु गर्न गइरहेको छ अब एकछिनमा अब हाम्रो काम सुरु हुन्छ हामी सबैजना तयारीमा छौँ ल त यताको भनाइ के छ गराउने सडक्क है ओक्ली रहेछ ऊ यता हाम्रो आर्टिस्टले पानी ल्याइदिँदैछ म भोर्छु ल यसमै ल अलिकति अलिकति पखाल ए मैले सुनेकै थिइनँ अहिले चाहिँ सेटअप हुँदैछ यहाँनिर हाम्रो यहाँ लाइटिङ हेरेर यहाँ जोड्ने सिस्टम हुँदैछ ए ऊ आर्टिस्ट आइ पनि सकेको चटक्कै परेर यता चाहिँ सेलरोटी पोल्नु हुँदो रहेछ ए सेलरोटी गरम भएको ठिकै छ तपाईँलाई के भन्नु छ मेरो मेकअप आर्टिस्ट भएन भएन चेन्ज गर्नु पर्छ बानेर डोरी त हो ए खेल्नु पनि नजानेको जरा भइगयो त अन्त नाम ढोल्दी के भन्नु छ तपाईँलाई श्रेया तिमीलाई के भन्नु छ पाल्दिँदा अब फोनमा लु भएला पाल्दिँदा यति भए त चट्याक्कै लु अब यहाँ चाहिँ हिरोइनीको अब डोकोको सिन तर म आफै बोक्नु पर्दैछ नि यो बोक्ने मान्छे चाहिँ यहाँ छ अब गाइस तपाईँ के गर्नुपर्छ आउँदैछ अब नेक्स्ट सुटिङ गर्नु गएको हल्का रहेछ त श्रेया डोको
अब नेक्स्ट उयसतिर त लडेको भए पनि सिनहरू आउँछ नि नेक्स्ट सिनमा त आउँदैन भन्छ होला फिल्मको लागि हिरो नि हुने पहिल्यै उयो स्क्रिप्ट माग्दैन कस्तो छ के गर्नुपर्छ सोध्छ होला इन द मेमोरी अफ हाल्नु पर्ला नि आजको स्टार्टेड भयो सेटअप दाउरा लु उकालो हिँड दोको बोकेर अब यो गाडी बोकेर स्क्रिनमा बस्छ त चल्दैन कडेट ब्युटी अब यहाँबाट चाहिँ नेक्स्ट सर्ट हुँदैछ हो माथि त्यो चाहिँ खास कस्ट्युम्समा अब आउँदैछ दुईजना धोपसिङ अगाडि हाल्नु डोको छैन अहिले हालैमा जान्छ है बिस्तारै केरा हो मेमे हो फ्रेम काटौँ है आफै एन्ड एक्सन फ्रेम काट्नु अहिले दुईजना करेक्ट क्लोज अप जुम अब क्लोज अपमा चाहिँ अनुहार देखियोस् हल्का लु जाउँ हामी हिँड्दै गयौँ नि त तिमीले नि भिडियो डोको बोकेर अब जानुपर्छ अब यस्तै हो जिन्दगी अब हाम्रो चाहिँ हिरो हुने सपना छैन डोको बोक्नु मात्रै रहेछ सुटिङको टाइममा हाम्रो दिन्छ कि यस्तो छ हाम्रो चाहिँ यसरी बोकेर हिँड्छौँ हो भिडभाडमा अब यो अघि बनिएर डोको बोकेको सिन थियो कि त्यसको लागि हल्का त भारी बोक जग्गा पनि नट ब्याड भने स्याटिस छ यतिको चाहिँ अझ ड्रोन यसमा पायो भने चाहिँ नि अब भ्लग आउँछ त्यो भ्लग पनि तपाईँहरूले हेर्नुहोस् मजाले हो त्यो पनि त्यो चाहिँ खास त्यो पनि लिम्बूकै हो तर त्यो चाहिँ खास पूजा हो पूजा हुन्छ त्यो चाहिँ म खोलामा देखाउँछु तर त्यो चाहिँ रियालिटी हो त्यो सुटिङ होइन त्यो चाहिँ मैले भ्लगिङै बनाउँछु भोलि ल हेर्दै गर्नुहोस् भिडियो इन्जोय गर्दै गर्नुहोस् मजाले सो गाइस यहाँनिर चाहिँ नयाँ जग्गा आइपुग्यो हामी यहाँ बरबोट भन्ने जग्गा हो यस्तो रहेछ तर म चाहिँ पहिला भाडी देखाइहाल्छु यहाँ हो लडे नै भाडी नै ल हेरौँ है त अब ग्यास यो हो नि त भ्यू क्यामेरामा चाहिँ कस्तो देख्दो रहेछ नि त अम्बो त्यहाँदेखि यस्तो पनि रहेछ गाउँहरू मुन्डी रहेछ त यो जानु पनि डर छ रहेछ चिप्पिन्छ त जुत्ता त्यस्तोमा यसो गरेर लड्दाखेरि सिरो समात्नु सिरो पनि उक्लेर गयो भने छैन त अब यहाँनिर फ्रेम नेक्स्ट स्टेज यस्तो रहेछ नि त सिन स्टार्ट हुँदैछ यहाँ चाहिँ अब टक्कै त्यही त क्यामेराम्यान त्यसरी कुदाउ पर्यो रुखलाई फोकस गर पहिला बिस्तारै खोला फ्रेम तपाईँहरू चाहिँ हुन्छ उठेछ एक्सन बात गर्नु त हो ठिकै छ त्यो बात गर्दा रुखमा चढेर चाहिँ अब ड्रोन सर्ट निकाल्न आँटेको अरे नि त ड्रोनको सर्ट मुभमेन्ट देऊ है क्यामेरालाई ल ड्रोन नभए पनि हामीले ड्रोनको काम गर्दैछौँ भन न खुट्टा पक्रिनु पानी पठायो अब क्लोज अपमा आउँछ नि त गिरको रहेछ उसको समय क्यामेराको खोल दुःख लु है क्यामेरा मुभमेन्ट देऊ म फेरि सक्दिनँ साथी प्लिज
यहाँ चाहिँ अब लन्च ब्रेक भएको रहेछ खासमा हो आइटम चाहिँ आज चाहिँ डरलाग्दो दामी रहेछ हो यहाँ हेर्नु न आमा सेलरोटीदेखिको लिएर आलु अचार चिया के हो यो आलु कोपी मुलाको अचार कस्तो छ ठिक छ एकदम भाइ यो मान्छे फास्टिङहरू त आज ब्याड लक भयो म चाहिँ अब कोपी र आलु टक्क टेस्ट गरिदिन्छु होइन र दामी मुला पनि रहेछ हो मुलाको अचार म त खानु हुँदैन यस्तो के तर पनि खाइदिन्छु आज के हुन्छ यो कस्तो चिया हो एक्टिङ गरेर 3.5 वर्ष हो पर्छ है ए हो म त तिमी भएर कौत्यो तिमी खाँदैन डाइरेक्टर साथ ड्राइभिङ यतिको चाहिँ हुनु पर्यो नि त अलराउन्डर या किरो भाषा बोल्दा पनि आम्बो अहिले पच्दै होला नि त ज्यादा पाए भएको अब अहिले भाँडा पछि त्यो पकाएको भाँडा थियो नि छ ल्याइदिइहाल्नु छिटो कराई ए उहीँ रहेछ त एउटा त्यो त मिलेन हौ थाक्यो भने भन्नु ल बुझ्यो मोली गरेर चाहिँ भन्न पनि थाल्यो यस्तो त केही होइन नि यो त आम्मा देउसी भइलो माछा नि अबै त्यतिखेर है त आम यति बेला माछा पकाइ त खाइरहेछ क्या बाहिर कि न गाई गोठ रहेछ हो छ टक्कै दुईटा सुटिङ हुँदैछ अरे हुँदैछ सब सुटिङ भाँडा धुँदै गरेको यो लड्छ भनेर समात्दिएको ल हो भइसक्यो सुटिङ अब चाहिँ यहाँबाट चाहिँ फ्रेम चेकिङ हुँदैछ हाम्रो यत्रो दामी नै यता चाहिँ सुटिङ हुँदैछ यता चाहिँ खरबुजा फ्राई हुँदैछ तलतिर हो यता खरबुजा चाहिँ यता छ यहाँ त देख्दैन रहेछ नि त कि अब जुन आर्टिस्टले गर्दैछ तल यति अहिले चाहिँ अब हल्का खरबुजा हुँदैछ पार्टी अघिकै आर्टिस्टले चाहिँ भर्खर खाना खाएको नि हो अघि तिमीले भन्नु नि तिमीले त्यहाँकोहरू गर्यौ गरेछु बुझु ए हाम्रो उहाँ बोजूले चाहिँ एकदमै हामीलाई सहयोग गरेको छ सबै कुरोमा सबैमा बोजूको रोल बोज्दा पनि खेलाउनु हुन्थ्यो नि है त्यही त दामी हुन्छ नि अर्को पालिको स्क्रिप्टमा चाहिँ बोजूलाई पनि आयो भन मेरो सामुनी सुन कथा एउटा सर मेरो हो कि कति साइनोवादी आयो भन मेरो हुनु त म प्रशान्त तामाङ कता गयो कि अरू आउनेलाई चाहिँ म अगाडि नै बढाएर छाडौँ भनेर मेरो पनि इच्छा छ
अब एक्सनको अब डान्सको टाइम अब एक्सनको टाइम एक्सन टाइम हो ल एक्सन अलिक ब्याक गएर एक्सन एक्सन अब सबै हुनु पर्यो नि यहाँ स्टेजमा चढेपछि नानी यता हो भन्नु मिथुन चक्रवर्तीले कसरी हान्थ्यो निखिल छेत्री कसरी त्यही भएर त टोपी लाउनेले त म मनै पर्छ यस्तो पनि हुनुपर्छ र उसले पनि जानेको छ भने ऊ त किन बाठे भएर आउनु त यहाँ नजाने बेला सिकाउनु पर्यो नि अलिक जतन गरिराख्ने नम्बर पनि क्यामेरा खिच्दैछ नि त सिकाउनु पर्यो हजुर हुन्छ छेत्री भनेपछि पर्यो नि त हुन्छ म घरमा गऱ्यो र यसरी गीत गाउँदै थिएँ है एक्सनमा म के भन्नु चाहदिनँ निखिलको सर्ट कस्तो हुन्छ देखाउनु पर्यो तर सक्दिनँ देखाउनु पर्यो नि त हो सक्दिनँ अफ गर्दै होला सक्दैन हैन अफ गर्दै होला सक्दैन भने ला अब भनेपछि डान्स अफ ल अब तिम्रो याद आउने भर बोलाउ भने तिमीलाई नाच्दै हो नाच्दै नाच्नु त म जाँदिनँ ए बोलाउ त केवल तिम्रो याद आउने खाली खुट्टै छु म ढ्यालैमा बसेर जिस्काउनु पर्दैन छेक्यो देउराली डाँडा सोपेर कुहिरोले हुन्छ म पनि सोपेर होइन होला हजुर सोपेर होइन होइन डाँडाले चाहिँ कुहिरोले ढाक्यो संसारै मेरो के गरौँ लौ अब भन्छ ल अहिले भने चाहिँ हाम्रो चियाको ब्रेकमा छ सबैजना यहाँ देखो न अरे नेपालबाट भर्खर आयो हाम्रो चिया बनाउनु भने उसले पनि हुँदैछ यता अङ्कललाई ला किन बिर्सेको अङ्कललाई बाटो बिर्सेर अघिदेखि आइसकेर चिया बनाइदिएन भन्दैछ मकहरू पनि छ त अन्त मलाई कपै चाहिँदैन नि सबै कुरो खान्छु म ओम औ त नातिनी टिका नलाउने भन्छ तिलक लगायो गाइस आज चाहिँ पूजा थियो कि घरमा यता नै हाम्रो सुटिङ घरमा सो त्यसले गर्दाखेरि चाहिँ आज टिका हाल्नु आएको थियो आज चाहिँ सबै सक्यो हाम्रो अब बेलुकाको सिन छ डाइरेक्ट हेलोजिन लाइटहरू लगाएर किनकि मेरो हाम्रो क्यामेराम्यान पनि यता छ फ्लोमा छ केटाहरू सबै नै स्क्रिप्टहरू पढ्दैछ उतातिर हो अम्बो कत्रो कुकुर हो स्क्रिप्टहरू रेडी हुँदैछ पढ्दैछ सबैजना एक्सप्लेन गर्दैछ सबैजना हो यतातिर लाइटहरू पनि बलिसक्यो घरतिर र आजको भ्लगमा यति नै गरिदिन्छु किनकि मेरो त अब उयो छैन हो स्पेसिङ हुँदैन त्यसले गर्दा आज लास्ट भ्लग यति नै हो अब तपाईँहरूले माया दिनुहोस् बिहाइन्ड द सिन्स राम्रोसँग हेर्नुहोस् सो अलविदा सी यू टिल देन टेक केयर किप वाचिङ जेस्लिङ बाई भ्लग बाई बाई ल दादा बिदा दिइहाल्नु ल बाई बाई ढोक दिया ल बाई बाई नमस्कार सेवारो 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 सेवारो